नमस्ते। आजको यस विशेष विश्लेषणमा स्वागत छ। यदि तपाईँ दिनदिनै आउने एआईका सानातिना हल्लाहरूभन्दा अलि पर गएर साँच्चीकै यसले हाम्रो भौतिक र आर्थिक दुनियाँलाई कसरी बदल्दैछ भनेर बुझ्न चाहनुहुन्छ भने नि तपाईँ बिल्कुल सही ठाउँमा हुनुहुन्छ। आज हामी एनभिएडियाका सिइओ जेन्सेन हुआङको नजरबाट एआईको भविष्य र यसको सम्पूर्ण संरचनालाई एकदमै व्यावहारिक रूपमा केलाउनेछौँ। कुरा एउटा निकै शक्तिशाली भनाइबाट सुरु गरौँ। यो हामीले देखेको अहिलेसम्मकै सबैभन्दा छिटो प्राविधिक क्रान्ति हो। यहाँ परिवर्तनहरू वर्ष वा दशकमा होइन, हप्ता र महिनामा भइरहेका छन्। साँच्चै भन्ने हो भने यो कुनै नयाँ स्मार्टफोन एप मात्र होइन, मानिसले कसरी काम गर्छ, कसरी सोच्छ र समस्या समाधान गर्छ भन्ने कुराको यो सम्पूर्ण रूपान्तरण हो। यसको गति यति तीव्र छ नि, यो कता जाँदैछ भनेर बुझ्नु हामी सबैको लागि एकदमै अपरिहार्य भइसक्यो। न अब हामी यो विश्लेषणमा के कुरा समेट्दैछौँ त सरसर्ती हेरौँ। पहिलो, नयाँ एआई क्रान्ति। दोस्रो, एआईको 5 तहको संरचना। तेस्रो, रोजगारी र कार्यस्थलमा यसको प्रभाव। चौथो, सुरक्षा र समाजमा यसको भूमिका। र अन्त्यमा स्वास्थ्य र अनुसन्धानमा भइरहेको अभूतपूर्व क्रान्ति। अब लागौँ हाम्रो पहिलो खण्डतर्फ, नयाँ एआई क्रान्ति, रिट्रिभलदेखि एजेन्टिक प्रणालीसम्म। हामी प्राय सबैलाई जेनेरेटिभ एआईको बारेमा त पक्कै थाहा छ, होइन र? तपाईँ केही प्रम्प्ट टाइप गर्नुहुन्छ अनि यसले तपाईँलाई पाठ, चित्र वा भिडियो बनाइदिन्छ। तर उद्योग अहिले त्योभन्दा धेरै अगाडि बढिसक्यो। हामी अहिले द्रुत गतिमा एजेन्टिक एआईतर्फ लम्किरहेका छौँ। यसको अर्थ के हो भने अब एआईले तपाईँलाई प्रतिक्रिया मात्र दिँदैन, यसले तपाईँको उद्देश्य आफै बुझ्छ, तर्क गर्छ, योजना बनाउँछ र काम फत्तै गर्न वेब ब्राउजर वा स्प्रेडसिट जस्ता उपकरणहरू आफै चलाउँछ। यो त एउटा सुगाबाट स्वायत्त कामदारमा भएको स्तरोन्नति जस्तै हो। त सुन्नुहोस् त, एउटा अचम्मको कुरा के छ भने सामान्य रूपमा पाठ सिर्जना गर्ने तहबाट सक्रिय रूपमा तर्क गर्ने र योजना बनाउने प्रणालीसम्म पुग्न हामीलाई हजारौं गुणा 1000 गुणा बढी कम्प्युटिङ पावर चाहिन्छ। यो भनेको तपाईँको ल्यापटपमा सफ्टवेयर अपडेट गरे जस्तो सजिलो कुरा होइन। यो नयाँ स्तरको बौद्धिकतालाई धान्न हामीले सम्पूर्ण कम्प्युटर उद्योगलाई नै जगैदेखि पुनर्संरचना गर्नुपर्ने हुन्छ। यही कुराले हामीलाई दोस्रो खण्डमा ल्याइ पुर्याउँछ, एआईको 5 तहको संरचना, बौद्धिकताको पूर्वाधार। जेन्सेन हुआङले यसलाई एउटा 5 लेयर केक अर्थात् 5 तहको संरचनाको रूपमा व्याख्या गर्छन्। हामी धेरैजसो सिधै माथिल्ला तहहरू जस्तै मोडल र एप्लिकेसनहरूको मात्र कुरा गर्छौँ नि, होइन? तर व्यावहारिक रूपमा हेर्दा तल्ला तहहरू नै सबैभन्दा महत्त्वपूर्ण छन्। यी मोडलहरू क्लाउड सेवाहरू बिना चल्नै सक्दैनन्। क्लाउड सेवाहरू फेरि जटिल चिप्स र डेटा सेन्टरहरूमा निर्भर हुन्छन् र यी सबै कुरा सबैभन्दा तल्लो तह अर्थात् ऊर्जा बिना बिल्कुलै अर्थहीन छन्। त्यसैले एआई भनेको कुनै हावामा उड्ने एप होइन, यो एउटा पूर्ण रूपमा नयाँ भौतिक पूर्वाधार हो। र यही विशाल माग पूरा गर्न अहिले बजारमा बहु ट्रिलियन डलरको औद्योगिकीकरण चलिरहेको छ। अहिलेको सबैभन्दा ठूलो चुनौती र अवसर सफ्टवेयरमा मात्रै सीमित छैन। अहिले त ठूला चिप प्लान्टहरू, विशाल एआई फ्याक्ट्रीहरू निर्माण गर्न र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो प्रविधिलाई चाहिने बिजुली दिनको लागि आधुनिक पावर ग्रिडहरू विकास गर्न पूरै विश्व लागि परेको छ। अब लागौँ सबैभन्दा चासोको विषय, तेस्रो खण्डमा, रोजगारी र कार्यस्थलमा प्रभाव, मानव कार्यको पुनर्परिभाषा। तपाईँले सुन्नुभएकै होला, धेरैले एआईले रेडियोलोजिस्टको काम चट पार्छ भनेर अनुमान गरेका थिए, किनभने एआईले मानिसले भन्दा छिटो र राम्रोसँग स्क्यान अध्ययन गर्न सक्छ। तर यहाँ हामीले काम र उद्देश्य बीचको फरक बुझ्न एकदमै जरुरी छ। अँध्यारो कोठामा बसेर स्क्यान हेर्नु एउटा काम हो जसलाई एआईले सजिलै स्वचालित गर्न सक्छ। तर रेडियोलोजिस्टको मुख्य उद्देश्य त बिरामीको उपचार गर्नु र डाक्टरहरूसँग मिलेर काम गर्नु हो नि। एआईको मद्दतले अस्पतालहरूले अब अझ धेरै स्क्यान हेर्न सक्छन्, धेरै बिरामीलाई सेवा दिन सक्छन् र वास्तवमा भन्नुपर्दा त्यो ठूलो उद्देश्य पूरा गर्न अझ धेरै रेडियोलोजिस्टहरूको आवश्यकता पर्न सक्छ। रोजगारीहरू हराउने होइनन्, तिनीहरूको रूप मात्रै फेरिने हो। तर फेरि यसको अर्थ कार्यस्थलमा कुनै परिवर्तनै हुँदैन भन्ने चाहिँ पक्कै होइन है। यो कुरा एकदमै मननयोग्य छ। यदि तपाईँ स्नातक हुनुहुन्छ र उत्कृष्ट एआई प्रयोगकर्ता हुनुहुन्न भने तपाईँको जागिर एआईले होइन, एआईको उत्कृष्ट प्रयोग गर्न जान्ने अर्को व्यक्तिले पक्कै लिनेछ। आजको रोजगार बजारको सबैभन्दा ठूलो चुनौती र अवसर नै यही हो। तपाईँ आफूलाई कसरी एआईसँग अभ्यस्त बनाउनुहुन्छ, त्यसले तपाईँको भविष्य तय गर्छ। अब लागौँ चौथो खण्डतर्फ, सुरक्षा र समाजमा भूमिका, साइबर डिफेन्स डोम। एआईले संसारलाई नष्ट गर्छ भन्ने डरलाग्दा कुराहरू त हामी सबैले सुनेकै छौं, तर राष्ट्रिय सुरक्षा र साइबर रक्षाको रणनीति वास्तवमा निकै व्यावहारिक छ।
जब कुनै ह्याकरले एआईको प्रयोग गरेर हाम्रो सिस्टममा आक्रमण गर्छ त्यसलाई रोक्न कुनै एउटा ठूलो हतियार बनाइदैन, बरु हाम्रो शरीरमा हुने सेता रक्तकोषहरू जस्तै काम गर्ने सस्तो र ओपन सोर्स एआई मोडलहरूको ठूलो झुण्ड प्रयोग गरिन्छ। यी मोडलहरूले निरन्तर नेटवर्कको मोनिटरिङ गर्छन् र खतरा देख्ने बित्तिकै तुरन्तै रोक्छन्। यो त एउटा विशाल रक्षात्मक अभेद्य कवच जस्तै हो। अनि भौतिक संसारमा चाहिँ एआईको नियमन कसरी हुन्छ त? आधारभूत विकास एकदमै छिटो हुनुपर्छ, त्यसमा दुईमत छैन। तर उच्च जोखिम भएका ठाउँहरूमा कडा नियमन अनिवार्य छ। जस्तै यदि एआईले बिरामीको रोग पत्ता लगाउने मसिनमा काम गरिरहेको छ भने त्यसलाई एउटा वास्तविक चिकित्सा उपकरणलाई जस्तै कडा नियमन गरिनुपर्छ। यदि एआईले कार चलाउँदैछ भने त्यसले कडा लाइसेन्स परीक्षा पास गर्नै पर्छ। प्रविधिको विकास तीव्र हुनुपर्छ, तर हाम्रो सुरक्षालाई दाउमा राखेर बिल्कुलै होइन। अब हाम्रो अन्तिम खण्ड 5, स्वास्थ्य र अनुसन्धानमा क्रान्ति, मानव खोजलाई द्रुत गति दिँदै। एआईले मानव ज्ञानको सीमालाई कसरी फराकिलो बनाउँदैछ भन्ने कुरा साँच्चै नै रोमाञ्चक छ। विगतमा सोचौं त जलवायु विज्ञान होस् वा नयाँ औषधिको खोज, एउटा नयाँ वैज्ञानिक विचारको अनुसन्धान गर्न महिनौको कठिन र झन्झटिलो काम लाग्थ्यो। तर भविष्य अब आइसकेको छ। आज एआई सहायकहरूले त्यही जटिल अनुसन्धान मात्र एक दिनमा पूरा गर्न सक्छन्। यसले अनुसन्धानको समयलाई नाटकीय रूपमा छोट्याइदिएको छ। महिनौं लाग्ने काम अब घण्टौंमा हुँदैछ। यो एउटा चमत्कारिक कुरा हो। र यसैले हामीलाई आजको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ। विचार गर्नुहोस् त, यदि एआईले हाम्रा कामहरू स्वचालित गर्न सक्छ, हाम्रो अमूल्य समय बचाउन सक्छ र एउटा सुपर पावर अनुसन्धान सहायकको रूपमा काम गर्न सक्छ भने के भविष्यको लागि तपाईँको महत्त्वाकांक्षा पर्याप्त छ? यदि तपाईँले हिजो आफूबाट एउटा निश्चित स्तरको नतिजाको अपेक्षा गर्नुहुन्थ्यो भने अब समय आएको छ त्यसलाई 100 गुणाले बढाउने। एआई हाम्रो महत्त्वाकांक्षालाई सीमित गर्न होइन, यसलाई पूर्ण रूपमा मुक्त गर्न आएको हो। आफ्ना लक्ष्यहरू तय गर्दा यो कुरा पक्कै मनन गर्नुहोला। आजको यस विश्लेषणमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को पटक फेरि भेटौँला।